इन्टरनेटले कसैलाई जोकर बनाउँछ, मिडियाले कसैलाई मजाक बनाउँछ, क्लिपले कसैलाई फनी बनाउँछ। आज धेरैले हाँसे उखु बोकेको देखेर, जेरी पकाएको देखेर, ट्र्याक्टर चलाएको देखेर, काठ काटेको देखेर। मानिसहरूले भने यो नेता हो कि कलाकार, यो नेता हो कि जोकर। तर प्रश्न यो होइन, प्रश्न यो हो कि जो हाँस्छ ऊ सधैँ हल्का हुन्छ, जो फनी देखिन्छ ऊ गम्भीर हुँदैन, जो सरल हुन्छ ऊ सक्षम हुँदैन। डर लाग्छ हामीलाई साँचो देख्न, किनभने साँचो धेरै सरल हुन्छ। हामीलाई चम्किलो नेता चाहिन्छ, ठुलो गाडी चाहिन्छ, ठुलो भाषण चाहिन्छ, ठुलो भाषा शैली चाहिन्छ। तर जनतालाई चाहियो कुरा के हो? ठुलो मन, ठुलो संवेदना, ठुलो साहस, ठुलो जिम्मेवारी। ऋषि धमला एक नाम जुन धेरैले मजाकमा लिए, एक अनुहार जुन धेरैले ट्रोल बनाए, एक पहिचान जुन धेरैले हल्का ठाने। तर वास्तविकता यो होइन। उहाँ दशकौँदेखि पत्रकारितामा हुनुहुन्छ। उहाँले सत्ता होइन सिस्टमसँग लड्नु भएको छ। कहिले उखु बोक्दै, कहिले जेरी पकाउँदै, कहिले काठ गाड्दै, कहिले ट्र्याक्टर चलाउँदै। मानिसहरू हाँसे, तर त्यो हाँसोभित्र लुकेको सत्य उहाँ देखाउन होइन गर्न जान्नुहुन्छ। उहाँ भाषण होइन श्रम बुझ्नुहुन्छ। उहाँ स्टेज होइन खेत बुझ्नुहुन्छ। उहाँ सत्ता होइन जनता बुझ्नुहुन्छ। उहाँ डाउन टु अर्थ व्यक्ति हुनुहुन्छ। कहिले क्यान्सर पीडितलाई सहयोग, कहिले दुखी बुबालाई साथ, कहिले अन्याय पढेकोलाई सहयोग, कहिले प्रशासनमा फोन गरेर समाधान खोज्ने प्रयास। यी कामहरू क्यामेराको लागि होइन, भाइरलको लागि होइन, भोटको लागि होइन। यी कामहरू मानवताका लागि हुन्। पत्रकारिता सजिलो थियो, पहिचान थियो, नाम थियो, सुरक्षा थियो। तर उहाँले त्यो छोड्नुभयो। रौतहटको माटोमा आएर भन्नुभयो, म यहाँ केही गर्न चाहन्छु। यो राजनीतिक होइन, यो आँट हो। यो प्रचार होइन, यो प्रयास हो। यो चुनाव होइन, यो प्रतिबद्धता हो। हामीले सधैँ पार्टी हेर्छौँ, हामीले सधैँ चिन्ह हेर्छौँ, हामीले सधैँ झन्डा हेर्छौँ, तर कहिल्यै हेर्दैनौँ मान्छेको मन, मान्छेको संवेदना, मान्छेको नियत, मान्छेको व्यवहार, मान्छेको साहस। देश पार्टीले बनाउँदैन, देश मान्छेले बनाउँछ। पार्टी छोडेर व्यक्ति हेर्नुहोस्, भाषण होइन व्यवहार हेर्नुहोस्, पोस्ट होइन पात्र हेर्नुहोस्, शब्द होइन संवेदना हेर्नुहोस्। सबै जो हाँसो बनाइन्छ कमजोर हुँदैन, सबै जो सरल देखिन्छ असक्षम हुँदैन। ऋषि धमला त्यस्तो व्यक्ति हुन् जो कि नमस्कार फर्काउनको लागि पनि असन्तुष्ट जनाइन्छ। म पुग्दाखेरि अस्ति मैले नमस्कार गर्दाखेरि नमस्कार नफर्काएर भित्र लुकेर बस्ने जनताहरू त्यस्तो छन्। कस्तो पीडा छ। मन हुन्छ, म भक्कान्छु, मेरो मन हुन्छ, भक्काने हुन्छ। जो सबै फनी देखिन्छ गम्भीर हुँदैन भन्न मिल्दैन। कहिलेकाहीँ साँचो नेता सुटमा हुँदैन, स्टेजमा हुँदैन, माइकमा हुँदैन। कहिलेकाहीँ साँचो नेता उखु बोकिरहेको हुन्छ, जेरी पकाइरहेको हुन्छ, काठ काटिरहेको हुन्छ, ट्र्याक्टर चलाइरहेको हुन्छ, दुखीको घरमा बसेको हुन्छ। नेपाललाई अब नेता होइन मान्छे चाहिएको छ। नेपाललाई अब भाषण होइन संवेदना चाहिएको छ। नेपाललाई अब सत्ता होइन सेवा चाहिएको छ। अन्तिम सत्य एउटै हो, पार्टी इतिहास बन्छ, मान्छे भविष्य बन्छ, चिन्ह हराउँछ, चरित्र बाँकी रहन्छ, पद सकिन्छ, कर्म बाँकी रहन्छ। मलाई धेरै साथ र सहयोगको आवश्यकता छ। स्क्यान गर्नुहोला, नभए भिडियोलाई एउटा सेयर गर्नुहोला।